के तपाईँ पनि भोलि भूमिरज आम्ती छ भन्दै पवित्र पावन निर्जला एकादशी नलिने निर्णय गर्नुभएको छ? यो भिडियोलाई म राम्ररी हेर्नु होला। श्री राधे। आज असार 10 गते बुधबार, अङ्ग्रेजी जुन महिनाको 24 तारिक र आज दशमी तिथि बेलुका 6:28 त्यहाँदेखिबाट एकादशी प्रारम्भ भएको छ। यसकारणले गर्दाखेरि भोलिको एकादशी शुद्ध एकादशी अर्थात् राति 12 बजीसम्म पार भएको दशमी पार हुन्थ्यो भने भोलिको एकादशी दशमी बित्दा हुन्थ्यो। तर आज बेलैमा 6:28 दशमी सकिएर एकादशी सुरुवात भएको छ। मतलब भोलिको एकादशी शुद्ध एकादशी हो। र हजुरहरूलाई विशेष एउटा अनुरोध छ, हामीहरूको बिचमा एउटा अन्धविश्वास छ अझै पनि। यो आम्ती भनौँ, खात भनौँ, यो बेलामा कतिपयले त अब पूजापाठ गर्नै हुँदैन, दियो बाल्नै हुँदैन, अनि कतिपयले त नुहाइधुवाइ पनि गर्नु हुँदैन। 4 दिनसम्म ननुहाइ पनि बस्ने पनि मान्छेहरू छन्। तर यस्ता खालको यो अन्धविश्वासहरूलाई तपाईँलाई तुरुन्त छोडिदिनुहोस्, किनकि भगवती माता कहिले पनि रजस्वला हुनुहुन्न। यो प्रकृतिको मान्छेमा मात्र यो नियम हो। र एउटा अन्धविश्वास छ, 4 दिनसम्म नुहाइधुवाइ पूजापाठ सबै थोक छोडेर बस्ने त्यस्ता खालको यो प्रवृत्तिलाई चाहिँ मूर्ख प्रवृत्ति भनिन्छ। र भोलिको निर्जला एकादशीको ठुलो महिमा छ। म निर्जला एकादशीको सानो संक्षिप्तमा महात्म्य भन्न जाँदैछु। पञ्चपाण्डवहरूका भाइ जुन भीम हुनुहुन्थ्यो, अत्यन्त भोजन प्रेमी हुनुहुन्थ्यो र उहाँलाई एकादशीको व्रत भन्न लिन चाहिँ बहुतै अप्ठ्यारो लाग्दथ्यो। सबैजनाले एकादशीको व्रत लिनुहुन्थ्यो, तर भीमसेन व्रत लिन सक्नुहुन्थ्यो। एक दिन दैव संयोगले वेदव्यास महामुनि त्यहाँ आइपुग्नुभयो र वेदव्यास मुनिसँग भीमले प्रश्न गर्नुभएको थियो कि हे प्रभु, यो मलाई एकादशीको व्रत लिन मन लाग्छ, तर म भोग खप्न सक्दिनँ। के गर्दाखेरि मैले यो एकादशीको व्रत लिन सक्दछु भनिकन जब प्रश्न गर्नुभयो, तब वेदव्यास महामुनिले भन्नुभएको, तब हे भीमसेन, तिमी एउटै एकादशीको व्रत लिऊ। ज्येष्ठ महिनाको शुक्ल पक्षको निर्जला एकादशी भनिन्छ। ती निर्जला एकादशीको दिन पानी पनि नखाइकन, सकिन्छ भने पानी पनि नखाइकन एकादशीको व्रत लिनु। त्यो एकादशीको व्रत चाहिँ अगर राम्रो प्रकारले शुद्ध रूपले एकादशीको व्रत लियो भने तिमीलाई वर्षभरिका एकादशी नलिँदा पनि हुन्छ। अर्थात् वर्षभरिका एकादशीको सम्पूर्ण फल प्राप्ति हुन्छ। एउटा वर्ष दिनभरिको एउटा एकादशी लिनु, राम्रोसँग लिनु। यो सुन्दाखेरि भीमसेनले पनि बहुतै कष्ट गरिकन यो निर्जला एकादशीको व्रत लिनुभएको थियो। यसकारण गर्दाखेरि यो भोलिको निर्जला एकादशीलाई भीमा एकादशी पनि भनिन्छ। र यसमा चाहिँ तपाईँहरूलाई म पुनश्च भन्दैछु, यो के खात पनि के छ, आम्ती छ, पूजा गर्नु हुँदैन, दियो बाल्नु हुँदैन, के गर्नु हुँदैन, मन्दिरमा जानु, यी सबै कुराहरू यी अन्धविश्वास हुने, त्यसलाई छोडिदिनु। पृथ्वी कहिले पनि अशुद्ध हुनुहुन्न, भगवान् कहिले अशुद्ध हुनुहुन्न, मान्छे अशुद्ध हुन सक्दछन्। हामीहरू आशोच परेको बेलामा, जुठो बारेका बेलामा, शुद्ध क्रिया